सो हेलो गुड मर्निङ गाइज। आज चाहिँ नि म मिलमा आएको छु है धान कुट्नको लागि। मिल देख्न सक्नुहुन्छ, यहाँ 2 बोरा धान रहेको छ है त हाम्रो। र अस्ति बजाइले पुऱ्याउनु भएको थियो धान चाहिँ नि, त्यही भएर म आज चाहिँ नि धान कुट्नको लागि आएको छु है मिलमा। र यहाँ बाजेहरूले चाहिँ नि माछा पालन नि गर्नुहुन्छ है। पोखरी देख्न सक्नुहुन्छ र कुखुरा फार्म यो कुखुरा नि पाल्नु हुन्थ्यो, अहिले चाहिँ नि पालेको छैन है। नत्र यहाँ ब्रोइलर कुखुरा पाल्नुहुन्थ्यो है बाजेहरूले चाहिँ नि, देख्न सक्नुहुन्छ है त। यहाँ चाहिँ नि लोकल कुखुरा रहेछ है, पाले लोकल कुखुरा। र बाजे पनि आउनुहुन्छ एकैछिनपछि है। र आजको मौसम चाहिँ नि यस्तो सबै है। र यो मिलमा चाहिँ नि त खाप्सेटारदेखि आउँछ है यहाँ धान कुट्नको लागि। यो चाहिँ नि मकै पिस्ने मिल हो। यो चाहिँ नि धान कुट्ने मिल है त। यो चाहिँ नि धान मकै सबै जोख्ने तराजु हो है। यो चाहिँ नि तराजु। मिलवाला बाजेको घर चाहिँ नि यता हो है। सबै यो केराको थम्बाले छेकेको छ। यता चाहिँ नि सबै जोतिसकेको रहेछ, कोही कोहीतिर जोतेको रहेनछ। यता उता जोतिसकेको रहेछ सबै। यहाँ नि माछा पालन गर्नको लागि पोखरी खनेको रहेछ। यहाँ चाहिँ नि केही सुरक्षा छैन, भयो नि। त्यहाँ माथि रहेको छ माछा पालन। यहाँ चाहिँ नि बिस्तारै हुन्छ होला है, माछा पालन बिस्तारै हुन्छ होला। अब बाजे खुला न बिजे छमे ठोक बजला कहीं तो पूजन कर सुहागे मसा अछि नै त हाम्रो बजाइ चाहिँ नि भात तरकारी पकाउन लाउनु भएको रहेछ हैन बजाइ। बाजे भित्र हुनुहुन्छ रे। म चाहिँ नि मेवा खाने तयारीमा। अब बजाइको घरमा मेवा खाने तयारीमा छु म चाहिँ नि, हैन बजाइ। ल हातमा मेवा आइसकेको छ, गुलियो छ है यहाँ चाहिँ। तपाईहरुको पनि घरमा मेवा छ भने मेवा खानु होला, स्वास्थ्यको लागि राम्रो हुन्छ है। पक्का यो पाइप जोड्ने है मिलमा खाने पानी हो यो। खाने पानी भन्ने केही फरक पर्दैन है। जोडिसकेँ है मैले। फाइनली यतिखेर भइसकेको छ है धान कुटेर। बाजेलाई पैसा दिएको छु, बाजे चाहिँ नि पैसा फिर्ता गर्नको लागि चाहिँ घर जानुभयो। र म चाहिँ नि अब पैसा लिएर टक्क नाम्लोले बोकेर चल्नेवाला छु। यो अघि मैले जोडेको पाइपको पानी यहाँ आउँछ है। ल यतिखेर चाहिँ नि म भारी बोकेर टक्क लागि दुईटा धान र भुस है, धान र भुस अनि
बारी बारी हिँड्दैछु म चाहिँ। एकदम गरुङ्गो नै हो है बारी चाहिँ नि। गाइजहरू म चाहिँ टक्क लोकल गाईको दुध खाँदैछु र भिडियो हेरेर सबैले सपोर्ट गरिदिनु होला है।